हेलो गाइस, अहिले चाहिँ हामी पुगिसकेका छौँ चेरी हिल ओर्चार्डमा। अब चाहिँ हामी जान्छौँ भित्र। देख्न सक्नुहुन्छ चेरीको सब चेरीको फोटो। अब चाहिँ हामी जान्छौँ। चेरीसँग खाना नुन खोर्सानी चाहिँ ल्याउनु बिर्सिनु भएन। एकदम चाहिने भनेको नुन खोर्सानी हो चेरीसँग। हामी पहिला आएको थियौँ अनि त्यसपछि हल्का नुन खोर्सानी भयो चाहिँ एकदम मिठो हुन्छ भनेर भनेको थियो। त्यही भएर सिधा अफकोर्स हल्का चस्छ चाहिन्छ जिन्दगीमा भनेर। सबै खोलेर त सबै लैहाल्छ। गाइजहरू धेरै चेरी खाएर आउने ठाउँ यही हो। होइन हामी के मर्छु मैले भने धेरै चेरी खाएर आउने ठाउँ यही हो भने के खानलाई होइन खाएपछि आउने ठाउँ भने के। गाइज अहिले चाहिँ हामी इन्ट्रीमा जाँदैछौँ। पार्किङ टर्न छ होइन, पार्किङ सुविधा टर्न हुन्छ। अहिले सिजन पनि छ, डिसेम्बरमै आउने हो सिजन। अनि टोइलेट अनि सुविधाहरू छ। सो एउटा बढी बनाइदिएको थियौँ होइन। चारवटा आउने चेरीहरू फल्दैछ टिपेर खाने अनि मन लाग्यो घर लाने। टिकट चाहिँ आई थिङ्क दिस पर पर्सन $20 to $25। यहाँ कम पनि हुनसक्छ। पहिला आउँदाखेरि चाहिँ $12 थियो, अहिले चाहिँ कमै भयो होला है त। बस यहाँ मात्रै सो गाइजहरू हामी चाहिँ गएको थियौँ चेरी हिल ओर्चार्डमा, तर त्यहाँ चाहिँ बुकिङ चाहिने रहेछ। अनि विदाउट बुकिङ चाहिँ तिनीहरूले हामीलाई छिनै दिएन। सो अहिले चाहिँ हामी ठ्याक्कै त्यही ठाउँमा अलिकति 2 मिनट ड्राइभ गरेर चेरी हेभनमा आएको छौँ। यहाँ चाहिँ वक इन छ होइन, यहाँ चाहिँ तपाईँहरूले बुकिङ गर्नु पर्दैन। सो चेरी ओर्चार्डमा आउँदै हुनुहुन्छ अनि बुकिङ छैन भने चाहिँ नगइ हुन्छ। डोन्ट वरी अबाउट गोइङ देयर होइन। अलिकति फ्रस्ट्रेट पनि भएको थियो हामी, अब चेरी पिकिङ गर्न आइसकेपछि चेरी पिकिङ गर्न नपाएपछि भनेर। तर यहाँ ठिकै रहेछ, यहाँ अलिकति सस्तो पनि छ जस्तो लाग्यो होइन। सो अब चाहिँ हामी चेरी खान्छौँ। यहाँ क्यान्सी होइन, त्यो बोटहरूमा चेरी हुन्छ। सबैले थाहा मलाई थो जुना थो वो सिंह वो सिंह टोरिक मरे चेरी जग थाहा ना। अरे चुए घुम्या मलाई अलि वही क्या वो झुपा ख्यामा छ झुपा थर ख्यामा जल्छु थर जिङ खाइरे ख्यामा जल थान ख्यामा छ ए Ui, ở thế ta. Sợ. ए चेरी कहाँ छ भने त्यो फ्ल्यागहरू छ नि होइन। सो चेरी पिक गर्दाखेरि चाहिँ हल्का केयरफुल हुनुपर्छ, किनभने हामी यो बोटमा अलिकति चेरी चाहिँ पुरै कनेक्ट भएर बसिरहेको हुन्छ। अनि त्यो त्यस्तो चाहिँ अलिकति त्यो ब्रान्च होइन कि चेरी मात्र पिक गरेर खानुपर्छ, सो द्याट दे क्यान गो फर नेक्स्ट इयर है। हामी बोटबाटै चेरी पिक गरेर खाँदैछौँ।
Jadi, gul new udah kah? खाना तो मेरे खाना तो कि वो फुका यंग मारी छे गाइजहरु फेरि पिकिङ गर्दाखेरि चाहिँ मूल मन्त्र भनेको चाहिँ गुली आएको उठी चाकु है त कति कालो त्यति गुली हो भन्दै हामी कालो फेरि खोज्दैछौँ ऊ त्यो फ्ल्याग त्यहाँ छ नि फ्ल्याग ऊ त्यो फ्ल्याग त्यहाँ छ नि हामीलाई 41 मा जाऊ भने हैन सो गाइज अहिले चाहिँ चेरी टन्नै छ हैन यहाँसँग अलिकति पाकेको छैन पाक्छ बिस्तारै हामी जाँदैछौँ हाम्रो चेरी पिक गर्ने ठाउँमा 40-41 भनेको थियो त्यहाँ गएर चाहिँ हामी चेरी पिक गर्छौँ है त सो गाइज यसरी चेरी पिकिङ गरेर खान्छौँ होइन हामी सो कालो कालो चेरी सो यहाँभित्र चाहिँ जति खाए नि फ्री हो होइन अनि टिपेको चाहिँ सबै लानुपर्छ सो त्यही भएर जितना खा सकते हो खाएंगे फिर हम जाएंगे गाइजहरु चेरी चाहिँ यति धेरै छ कि मेरो कानमै चेरी फलिसक्यो हेर्नु यहाँ चेरी चाहिँ है टन्न छ सो गाइजहरु नुन खोर्सानी ल्याउन चाहिँ बिर्सिनु भएन यसरी टिप्ने हैन अनि नुन यस्तो राख्ने हैन पेक खर्ने
चाहिँ हामी चेरी पिक गरेर अब चाहिँ हामी लन्च खाँदैछौँ यता है। लन्चमा चाहिँ हाम्रो टक्क चिउरा सिउरा एभेलेबल छ, त्यो खान्छौँ अनि यहाँबाट जान्छौँ है त।